एका देशमा पहाड र सहरको बीचमा फैलिएको एउटा गाउँ थियो। हेर्दा एउटै देखिए पनि त्यो गाउँ भित्रभित्रै दुई संसारमा बाँडिएको थियो। एक संसार जहाँ धन बोल्थ्यो र अर्को जहाँ पसिनाले सपना बाँच्थ्यो। त्यही गरिब संसारमा जन्मिएको थियो आर्यन। सानो कोठा, च्यातिएको सिरक, भित्तामा टाँसिएको आमाको औषधिको कागज, यही थियो उसको संसार। बुबा सानैमा बितिसक्नु भएको थियो। आमाको साससँगै आर्यनको काँधमा जिम्मेवारी पनि बढ्दै गएको थियो। बिहान ऊ मजदुरी गर्थ्यो, घाममा पसिना बग्थ्यो, हात चिरिन्थे, तर मन कहिल्यै हार्दैनथ्यो। साँझ भर फर्केर ऊ आमाको निधार छोएर सोध्थ्यो, आमा, आज अलि राम्रो छ? आमाले कमजोर मुस्कान दिनुहुन्थ्यो। त्यही मुस्कान आर्यनको शक्ति थियो। राति सबै थाकिसकेपछि ऊ पुराना किताब खोल्थ्यो, आँखामा सपना हुन्थे। एक दिन गरिबी हार्ने छ, ऊ आफैसँग भन्थ्यो, तर मेरो इमानदारी कहिल्यै हार्ने छैन। उही गाउँको अर्कोतिर सुनले झलमल्ल महलभित्र बस्थिन् माया। उनको जीवनमा कुनै कुराको कमी थिएन। महँगो लुगा, चम्किला गाडी, विदेशी पर्फ्युम। तर यति धेरै सुविधा बीच पनि उनको मन सधैँ खाली लाग्थ्यो। वरिपरि मानिस धेरै थिए, तर कसैको आँखामा साँचो चिन्ता देखिँदैनथ्यो। राति सुत्नु अघि माया झ्यालतिर हेर्थिन् र मनमनै सोध्थिन्, के मेरो जीवन सधैँ यति खाली नै रहनेछ? एक दिन गाउँको पुरानो पुस्तकालयमा भाग्यले दुई फरक संसारलाई एकै ठाउँमा ल्यायो। आर्यन चुपचाप किताब पढिरहेको थियो। माया त्यही किताब खोज्दै आइन्। एउटै किताबमा दुवैको हात पर्यो। क्षणभर आँखा जुडे, न शब्द न मुस्कान, तर त्यो मौनले धेरै कुरा भनिदियो। त्यस दिनपछि उनीहरू भेट्न थाले। सुरुमा सामान्य कुराकानी, पछि गहिरा भावनाहरू। मायाले आर्यनको आँखामा देखिन् लोभ होइन, स्वार्थ होइन, केवल इमानदारी। आर्यनले मायामा देख्यो घमण्ड होइन, धनको घमक होइन, केवल मानवीय न्यानोपन। एक दिन मायाले सोधिन्, तिमीलाई डर लाग्दैन आर्यन? म त धनी परिवारकी छोरी हुँ। आर्यन हल्का मुस्कुरायो, शान्त स्वरमा भन्यो, डर धनसँग होइन, मनसँग लाग्छ, र तिम्रो मन धेरै शुद्ध छ। मित्रता बिस्तारै मायामा बदलियो, तर साँचो मायाको बाटो कहिल्यै सजिलो हुँदैन। मायाको गाउँमा विराज नाम गरेको केटो बस्थ्यो। ऊ धनी, शक्तिशाली र अहङ्कारले भरिएको युवक थियो। ऊ मायालाई चाहन्थ्यो, तर मायालाई होइन, मायाको हैसियतलाई। जब उसले आर्यनलाई देख्यो, उसको मनमा आगो बल्यो। एक गरिब केटा, यसले मेरो सपना बिगार्छ। विराजले षड्यन्त्र रच्यो। आर्यनमाथि चोरीको झुटो आरोप लगायो। समाजले कुरा काट्न थाल्यो, औँला उठ्न थाले। मायाको परिवारको आँखामा पनि शङ्का पलायो। मायाले कापेको स्वरमा सोधिन्, आर्यन, के यो सबै सत्य हो? आर्यनको छाती चिरियो, तर उसले आँसु देखाएन। शान्त स्वरमा भन्यो, यदि म गलत भएँ भने मलाई छोडिदेऊ, तर यदि म सही छु भने एकपटक आफ्नो मनसँग सोध। भ्यालेन्टाइन डे नजिकिँदै थियो। सहर गुलाबले सजिएको थियो। गीत बजिरहेका थिए। प्रेमको उत्सव थियो, तर मायाको मन आँधीमा थियो। रातभर उसले आँसु लुकाएर बिताइन्। अन्ततः उसले निर्णय गरिन्, यदि म आर्यनले माया गर्छु भने म सत्य खोज्छु। मायाले प्रमाण खोजिन्, मानिसहरू भेटिन्, झुटको जाल फुकाइन्, र सत्य बाहिर आयो। आर्यन निर्दोष थियो, विराज दोषी। सबैको सामु माया उभिन्। उनको स्वर कापिरहेको थियो, तर शब्द दृढ थिए। आज मैले बुझेँ, उनले भनिन्, धनले मानिसलाई ठुला बनाउँदैन, विश्वासले बनाउँछ। विराजको मुखौटा खस्यो। आर्यनको मौन जित्यो। भ्यालेन्टाइन डेको बिहान पुरानो पुस्तकालय फेरि साक्षी बन्यो। आर्यनसँग महँगो उपहार थिएन, केवल एउटा साधारण गुलाब र भलिएको मन। उसले भन्यो, मसँग दिनलाई चम्काउने पैसा छैन, तर रातलाई उज्यालो बनाउने साथ छ। मायाका आँखाबाट आँसु बग्यो। उसले गुलाब समात्दै भनिन्, मलाई महल होइन, मलाई तिमी जस्तो मन चाहिएको थियो। त्यो दिन उनीहरूको प्रेमले धनलाई हरायो, अहङ्कारलाई चुप गरायो र समाजलाई सिकायो,
साँचो भ्यालेन्टाइन एक दिन होइन, एक जीवन हो।